हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। आज चाहिँ म इटहरीतिर गइरहेको छु किनभने मलाई धेरै भोक लागेको छ र इटहरीको मोमो हाउस मैले सुनिरहेको थिएँ त्यो धेरै फेमस छ भनेर है। र फर्स्ट अफ अल हामी चाहिँ आज सपिङ गरेर किनभने दाइको बिहे छ र सपिङ गरेर आएपछि हामी एकपल्ट मोमो हाउसतिर जाउँ र त्यहाँको मोमो हाउसको भिडियो पनि तपाईँलाई देखाइदिन्छौँ र कस्तो छ र टेस्टी कस्तो छ है त्यो पनि भनिदिन्छौँ है। ओके लेट्स सी। हाम्रो अङ्कल सुरेन्द्र अङ्कल उहाँहरूको पसल चाहिँ यहीँ रहेछ है। यहाँ हाम्रो साथीले चाहिँ अलिकति कपडाहरू त्यो कटु गर्छ हो ये साथ सकते हैं ना। यहाँ पनि हाम्रो सुपर मार्केट इटहरी एज कस्तुरी चेकदेखि छेउमै छ पसल। बोर्ड हाम्रो यहाँ छ बोर्ड होइन, पसल चाहिँ यहाँ छ। एसएम तपाईँहरूलाई यो इटहरीको हाइवे बाटो देखिएर यो बसपाको बाटो है, यो पसल चाहिँ ठ्याक्कै यहीँ रहेछ, यहाँबाट जाने। तपाईँहरूलाई गाडीमा ड्रेसहरू पाइन्छ, सबै छ यहाँ चाहिँ। विभिन्न विभिन्न टाइपहरूको कपडाहरू छ, लेडिज आइटमदेखि लिएर पसल चाहिँ कस्तो छ भनेर होइन। यहाँ तपाईँहरूलाई गार्मेन्टको ड्रेस गार्मेन्ट सामान त हामीले लिइसक्यौँ यहाँबाट चाहिँ। अब चाहिँ हामी पसलबाट चाहिँ निक्लिन आँटेको अहिलेको लागि चाहिँ। यो कुन कुन गल्ली हो के ठाउँमा थाहै छैन गल्लीहरू है। सेन्डै झुन्ड्याएको हुन्छ अरे। कहाँ छ रे न्यू स्टोर 36 बिल्डिङ। यहाँबाट छिरेको हामी त्यहाँदेखि छिरेर यहाँदेखि घुमेर आएको लान्छन्।
फाइनली चाहिँ अहिले चाहिँ हामी तपाईँलाई 12,000 देखि 15,000को काम भइसकेछ है। सो अझै एउटा पसल जानु छ। पसल छिरिसकेपछि त्यसपछि हामीहरू सामान किनेर त्यसपछि हामी चाहिँ घरतर्फ लाग्ने हो होइन। र लास्ट वान यही पसल छ एउटा। फाइनली हामी चाहिँ मोमो पसल पुगिसकेका छौँ है। आफ्नो सपिङहरू गरेर आइज न। मोमो पसल यो हाम्रो धरान लाइन फ्री लाइन होइन। त्यसपछि हाम्रो मोमो पसल चाहिँ यहाँ छ। अनि यो चाहिँ हाम्रो बाटो। One hour later. ससानोतिरमा फाइनली चाहिँ आधी घन्टा टाइम लागेर चाहिँ हामीले नास्ता खायो होइन। फाइनली हामीले चाहिँ आधी घन्टा लगाएर चाहिँ मोमो अर्डर गरेर नास्ता खाएँ किनभने लास्ट डे भोक लागेको थियो। र अब हामी सामान लिएर घर जान्छौँ। ओके, थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। बाई बाई।